आफ्टरनुन न्यू भिडियो र आजको भिडियो भनेको एक बिहानै सुरु भएको छ र आज चाहिँ एकदम चमकको कुरो हुँदैछ। यहाँ पुवा खन्नुपर्ने अवस्था आइसकेको छ। नि ठाउँमा जाँदैछु, कुद कुद कुद। के हो फिस्टी छिटे नि कपाली बिहान टिका लगाइदिएन भने कस्तो घुर्क्याउँछ यसले। यो कसको मोबाइल मदन कहाँ जानु बनाइदिन्छ मेरोबाट भए जाने थियो साथी थियो पुगिहाल्छ नि सारा संसारमा। मेरो पनि जान्छ सक्नु भएको छ मैदानमा। बाइद बन्धु अलिअलि पानी निस्किन थाल्यो निस्किन थाल्यो नि। हो अङ्कल केही भन्न चाहनुहुन्छ आज? म त भन्न कति थोक चाहन्छु नि एडिबीको पानीले खान नपाएर उहाँ बालुढुङ्गाबाट ओसारेर गाईलाई खुवाउँदैछु। अब यहाँ निकालेर चाहिँ गाईलाई सामान भयो भने पनि भन्ने आशा छ। हो अब निक्लिसक्यो पानी, निक्लियो पानी निस्किसक्यो। सानो सानो पानी निस्किन्छ यहाँ। हजुर के भन्न चाहनुहुन्छ अङ्कल? मेरो पनि त्यही हो। अब पानी निकाल्ने धेरै समय अगाडिदेखिको रहर थियो मेरो। हजुर अब आज चाहिँ अब पुरा हुन्छ भन्ने आशा छ। रहर पनि हो हाम्रो चाहिँ सबैको बाध्यता पनि छ। पानी निस्केर बाध्यता पर हामीलाई बिजोग छ। यो म पहिलो गएदेखिकै यो पानी निकालौँ भन्ने पानी चाहिँ आइसकेको छ। धेरै कोसिस गरेको मैले धेरैजना साथीहरूलाई भने पनि हो। हजुर तर अब त्यो समय अनुकूल नमिलेको होला। अङ्कल हजुर के भन्न चाहनुहुन्छ? छैन अङ्कल? म त के भन्नु र, जम्मा जम्मै पानी निकालेर खान पाए हुन्थ्यो। पानी निक्ल्यो, पानी निकालेर खानु पाए हुन्थ्यो। पानी निस्किसक्यो हाम्रो। पानी त अब यहाँ पाइप जोडेको जतिकै आइसक्यो। यसलाई चाहिँ गोलो बनाऊ होइन, त्यहाँबाट नि यो हिर्काल बसेकोबाट यसो यस्तो लोला खन्यो किनभने त्यो मूल पानी चाहिँ छ। अनि यो यहाँ छ एउटा पानी आज घाँस पात गर्नु पर्यो। ठुलो छ नि टिन। एक पातो टिनै छोडिदिएको थियो। निस्क्यो रिकल पानी। पानी निस्क्यो। मेरो त धम्मले काट्छ होइन। एकछिनलाई भाइ हुँदै कोदालोले काट्छ हौ। पानी चाहिँ अङ्कल आर यु ह्याप्पी? ह्याप्पी ह्याप्पी। आन्टी पानी आयो पानी। पानी निस्क्यो पानी। झिकिसक्नु भएको छ। पुरानो अब त्यसलाई चाहिँ चिल्लो बनाइदिउँ नि। पाइप बढाएको जतिकै आइसक्यो। ल पानी त एकैछिनमा यहाँ त पानी चाहिँ त्यस्तो राखेर राख्नु आजलाई चाहिँ यति छ। दिदी तपाईँको